Hello and namaste. This is Viwas from Gorkha Degree Court. Welcome to another vlog. Hope सबैजना सन्चै हुनुहुन्छ होला। धन्दै म भएर बसिन। म पनि एकदम ठीक छु, आराम छु अनि हामी दुईजना म पनि भन्नु मिल्दैन, हामी पनि ठीक छौं भन्नुपर्ने अवस्था आइसक्यो। अनि आज चाहिँ फर्मली नै भ्लग स्टार्ट गर्दियौँ भनेर सुरुमै इन्ट्रो दिएको हल्का। अनि अहिले हामी यहाँ यो तल्लो फाँटमा आइपुग्यौँ अनि थोरै यहाँ सौदाहरू फोन गर्नु यहाँ रोक्यौँ। यहाँबाट अनि एउटा भ्लग बनाउनुपर्छ क्या भन्ने सुरु भएर बनाइदिनु लाग्यो। हामी यहाँबाट ठक्कै चन्दनको घरबाट निस्केर पुरा जान लागिरहेछौँ। राम्री भइसक्यौँ र दादा त सर्लकै देखिँदो रहेछ। मम्मी यहाँनिर रेडी, हामी रेडी भएर अनि सिधै जान लागेको गाईखुर निस्केर सिधै जाने गाईखुरमा हो। गाईखुर चाहिँ कहाँनिर हो भन्दा ठक्कै बुढागाडलाई यो देखिएको छ, यो चाहिँ गाईखुरको बुढागाडलाई त्यहाँ पुग्नु छ। जाने हो बाइकमा, निस्केर रेडी भएर बस्यो। बाइकहरू सौगात चाहिएको बाइकलाई सर जाने हो बर्डर बजार यहाँनिर देखेको। यस्तै यहाँबाट हामी निस्किनु पर्ने हुन्छ। तिम्रो मिचु भेट्यो त्यहाँनिर एक्लै बाँदर पुक्रुक्का ढुङ्गालाई हाने पुक्रुक्का भन्थ्यो। निस्क्यौ र ए उडाइ लान्छ मिनी बास खाइरेनीमा झरा कान्छे के अरे उडाइ लैजाला मिनी बसैले भन्ने होला। चप्पललाई गाइने हुन्छ के छ र? चप्पल अर्को लाउने हो खोइ, बेहुली चप्पल अझै लाउने। यहाँ म अझै बेहुली भनेर लगाइरहेको। ल मम्मी गयौँ है हामी। खोइ ए अन्त नि मम्मीले घाँटी दुखेर छोरीको बिहा लगाएर दुखेर भइरहनु लाग्यो। तिमीहरूको चाहिँ घरको बाख्रा कति खोल्दैन नानी? किन थुन्ने सधैँ? परान के छ मेरो काली? के भयो? के चाहिँ अब चुरै नलागिने नि बिहा भए मान्छे सिन्दुर पनि नलाऊ, पोते पनि नलाऊ भन्दा देखिन्छ। ए सधैँ सेवाउनुपर्छ, लाउनुपर्छ भन्छ। अहिले घर गयो भने ब्यान्डीहरूले देख्यो भने ए त्यो बिहासेको बुढी त यत्तिकै रित्तै हिँड्ने भन्दै जिस्काउँदाखेरि थाहा हुन्छन्। कहाँ क्यारियर बिहासेको बुढीले पोते पनि लागिन, सुरा पनि छैन आता भन्यो नि। ए नजरैको करौँतीले रेट्यो मुटु र टक्कै अन्त नजर मरे जाउँ जान्न पट। यो गीत यो देखेपछि त फुलथुङ्गे रानी भन्ने होला नि। कहाँ थियो फुल के लेट्स गो रेडी डन। खै देखाऊ चुरा छिनछिन यसरी जोडेर बजाउँदा छिनछिन पार छिनछिन बज्ने चुरा मुटुभित्र बसेकी मायालाई कहाँ बिर्स यता हेर कहाँ बिर्सेको छुरा। बेदार त भएन नि। यहाँनिर आएर बेदार त गरियो अनि अब विमलको घर गएर हामी फर्किन्छौँ सिधै। ठ्याक्कै गाईबाट चाहिँ अहिले हामी यो बगैँचालाई के भन्छ नानी? भन न यो ठाउँलाई के भन्छ? पारेघाट भन्ने ठाउँमा आइसकेछौँ। यहाँको यो चौतारा हेर्नु न, यो पुरातात्विक चौतारा खालको यो ढुङ्गामा फेरि यो सबै बुट्टा हानेको उदेको कस्तो राम्रो देखिएको। यो बुट्टा हाने त अनि त्यो के भन्छ? सुर लगाएको होला। यहाँ राम्रो यो पहिलाको पार्टी चौताराहरू चाहिँ एकदम राम्रो यो युजफुलकै लागि नै बनाएर चाहिँ यस्तो सजिलो यस्तो शीतल हुन्छ है। कस्तो दामी देखिया तिमी चौतारीमा बसेर मुसु मुसु हाँसेर। अनि हामी अब एकछिन यहाँ टाइम स्पेन्ड गर्छौँ, बस्छौँ अनि त्यसपछि जान्छौँ है त सगदाई। जान लागेको चाहिँ सुन्दर बजार, नानीको फुपू दिदीको होइन। कहाँ रे कुन ठाउँ रे? सुन्दर बजार हो कि कहाँ हो? त्यहाँ जान लागेको। अनि यहाँ पाउन्डरको बाटो हुँदै सिधै ओखले पुल भएर पाउँदै निस्किन्छौँ हामी। अनि धनेश्वरलाई नि एकचोटि भेट्छौँ होला। त्यसपछि आजको दिन चाहिँ पाउनु भेटघाटमै जान्छ होइन। अनि त्यसो नयाँ नौलो के भन्नुपर्ने छ?
हामीले कति पोल लास्टै गर्नु भइरहेको यो पोल लाउन पनि लास्टै गाह्रो हुँदो रहेछ कि त्यो होला नि ल यस्तो दामी वेदर खुलिरहेको छ बाटो चाहिँ बन्दैछ है यो माथिको चाहिँ बटन लगाइदिएपछि त्यो राम्रोसँग गरेको यो फ्यान चाहिँ खोलिदिएर है अनि मैले पुरै लगाइसकेँ यहाँनिर त्यो फोन कलर फोन गोब्रो के थियो सौदाईको गइहाल्यो त्यो टेप त्यहाँ अलिकति टाँसेर मिलाएर राखेको दाइको सबै दाइले नै सजिलो बनाइरहनु भएको थियो अब दाइको बाइकिङ पुगाउनु पर्ने हुन्छ म छिटाउनु पनि आउँछु दाइ छिटै आउँछु कहिले आउँछु थाहा छैन तर बाइक अब आइसी सर्भिसिङ गर्नुपर्ने हुन्छ अब अफरोड चलिरहेको मनैदेखि थ्याङ्क यू भन भन्नु सर त पुरा चाबी ल्याएर हिँडिसक्नु चाहिँ चितवन जानु भएको रहेछ अब हामी यहाँबाट सिधै निक्लिन्छौँ भन्नु सर्ट भेट भएन पोहोरे खोला पुल कटेर यो बाटो जाँदैछ मैले वाउ गाइज अस्ति नै हेरियो छ नि कुन हो यहाँनिर चाहिँ हामीले दिव्या हो कि के हो यहाँनिर खाजा खाना आएको थियौँ कि अस्ति नै पूजा हुँदाखेरि यस्तो मिठो पाइन्छ मोमो चाउमिन भित्र एरिया चाहिँ फर्किँदाखेरि मिल्यो भने बस्नुपर्छ पाउँदै ठिक भन्दो रहेछ ल पाउँदै ठिक हेर्नु त कस्तो दामी छ हेर्को फुलहरू पानी तल खोला बगिरहेको छ पाउँदै ठिक भन्ने ठाउँमा छौँ टक्कै अहिले हामी कति ठुलो महादेवको मूर्ति महादेवको चाहिँ थोरै हामीले फेस नमिला जस्तो देखिरहेको हाम्रो महादेवको ल ठ्याक्कै हामी यताबाट आउँदा र यताबाट आउँदा भेट हुने बाटो आइपुग्यौँ यो चाहिँ ठ्याक्कै गेट हेर्नु लमजुङको पाउँदै आइपुग्यौँ रमाइलो मर्साङ्गी पर्यटन पूर्वाधार विकास निर्माण स्थल पिकनिक स्पोट पनि रहेछ नि त्यहाँनिर कस्तो रमाइलो छ ल है त फाइनली अहिले विनोदको घरमा हेलो नानी तिमीलाई स्वागत छ फुपूको घरमा फुपू भन्छौँ हामी त दिदी भन्दो रहेछ आमा सन्चै हुनुहुन्छ के छ त विनोद खबर नमस्कार तपाईँ त मेन कुक हो मलाई पकाएर खुवाउने तपाईँ र म त जाँदाखेरि हामी दुईजना जाउँ है मलाई त लाजै लाग्दैन फेरि अब यो बनाउन के गर्नुमा आयो मलाई खानु कि तपाईँहरू आफै खानु हो ज्वाइँलाई पहिल्यैदेखि पकाउनु भएको कि म आएपछि काम गर्ने रहेछ भन्ने हो पकाउँदै हुनुहुन्छ दिदी यता हुनुहुन्छ हामी अब गफ गर्छौँ हामी घुम्न जाने हो तिमी आज राइनसको जान्छौ राइनस नजाने कस्तो राम्रै देखियो नि त तिमी आज त्यो पोतेले त सही सुहाउँदो रहेछ पोते नलाइकन बस्दै घरमा गाली खायो है तिमीले उताको बुवाको फोटो पनि रहेछ है आमा शिवाजी त बोस भएर यस्तरी है टक्क लाएर यहीँको फोटो हो क्या स्वामीको यही तिमीलाई यही सोफामा बसेको जस्तो लाग्यो कति धेरै हो त नि पाउनु पत्र सबै भिनाजु पाउनु भयो भिनाजु त छानेरै रोज्नु भयो कि कसरी क्यारेर रोज्नु भएको रोजेर ए राम्रो तिमी आज छानेर रोज्नु भयो तिमीले त छाने यिनीहरू दिदीको घरबाट फर्केर पौडी खोला पुल आइपुग्यौँ हजुर पौडी खोला पुलमा सिधै उता जानु लागेको अब घर फर्किनु लागेको दिदीहरू दिनभरि बस्यौँ रमाइलो भयो अनि यस्तो गरेर यस्तरी फर्काउनु रमाइलो त हुने भयो दिनभरि गफ गरेँ आमासँग गफ गरेँ दिदी भिनाजु उता आन्टीहरू सबैजनासँग भयो निस्किनु लागेको तनहुँ जिल्ला प्रवेश गर्छौँ अब यहाँ लम्नु सक्यो यहाँबाट अनि तनहुँ जिल्ला प्रवेश गरेर सिधै तुलतिरबाट सिधै घर फाइनली लडियो सौदाईको नानी त म माथि छ्याक्क बसेँ केही पनि भएन मलाई त यहाँनिर चाहिँ यो यहाँनिरको लाइटै गइदिएर भने यहाँ सौदा पक्लक्कै त्यो गल्लीमा के
यहाँ पङ्लङ्गै चिप्लेर यो टायर जहाँको त्यहीँ भयो पग्लोकै चिप्लेर त केही भएन होला नि यो होइन यो लाइटै गइदिएर आयो त टुक्रा टुक्रा भयो फालिदिएँ मैले राई यो नानी के छ त अरू सबै ठिक छ होइन अनि बुवा मम्मीले भेट्यौ खोइ त मम्मी मम्मी नानीलाई टिका लगाइदिनु होइन खोइ हामी नयाँ मान्छेलाई के ल्याएछ रे मम्मी के ल्याएछ नाक टिका छोरो आगो नै गिफ्ट पनि हो ल मम्मी अब मक्का पार्नु ल यस्तो लडिएर हैरान भयो गल्लीमा भङ्गलाङ रातो माटो हेर्नु न हजुर